हेलो व्हाट्सअप गुड मर्निङ शुभ प्रभात दर्शन नमस्ते के छ त आदरणीय जनताहरू सन्चै हुनुहुन्छ त आयो सन्चै हुनुहुन्छ होला म पनि सन्चै भनौँ यहाँ थोरै निधारमा बनाएको छु टिका लाउनलाई अनि आज चाहिँ हाम्रो स्पेशल नै हो हैन चट्टा लाएर आज चाहिँ हामी जाँदैछौँ बिहे भन्दा नि अब बिहे जन्ती समथिङ अब चट्ट बिहे त भइसक्यो तर आज उता जाने हो कि यो चाहिँ सरप्राइज नै हो पछि थाहा पाउनुहुनेछ हामी कहाँ जाँदैछौँ भनेर आज हैन चट्टा लाएर अहिले चाहिँ गाडीहरू केही पनि आएको छैन त्यही भएर हामी तलतिर पसलतिर गएर बस्न लागेको हाम्रो छेउमा हुनुहुन्छ आदरणीय सर हेलो व्हाट्सअप ब्रदर देखिरहेछ नि ल अब हामी सिधै पसल चल्दिउँ हैन त किन्न चल्दिउँ नि कि माथि गएर आउने ल ठिक छ अब ढोकासोका लगाऊ ल त गाइज अब सट्ट पसलतिर जानु पर्यो त्यही हो हामी तलै बस्ने अहिले बाँकी मेम्बरहरू सबैजना आउनुहुन्छ अझ हाम्रो त लुगा फेर्नै बाँकी छ लुगा सुगा नि यहाँ ब्यागमा बोकेर हिँडिरहेको छ होइन ल फाइनल्ली गाइज हामी चाहिँ यहाँ पसल झरेको चाहिँ ठ्याक्कै 2 घन्टा चाहिँ भइसकेको छ होइन अब हाम्रो सवारी चाहिँ अब आउने छाटकाट चाहिँ दिएको छैन अहिले होइन हाम्रो यहाँ जम्मा भइसकेको छन् टोलीहरू ठ्याक्कै भन्दै थिएँ हाम्रो सवारी चाहिँ आइसकेको छ चट्टा ल्याएर होइन गइहाल्ने हो कति रमाइलो यहाँ तुइरे देखिरहेछ भाइ ओए भाइ ल गाइज व्हाट्सअप ल यसो तल्का मचाउनु पर्यो नि त अनि अब चढिहाल्ने हेलो गाइजहरु चलो गाइज पसिनाले नित्रुको भइसकेको छ तर पनि हामी हिँड्न छोडेको छैनौँ यो अन्तर रमाइलो One eternity later. फाइनल्ली गाइज हामी बट्टार आइपुगिसकेका छौँ आफ्नो गन्तव्यतिर लागौँ हो यो आफ्नो गन्तव्यतिर हो फाइनल्ली पानी खान्छौँ मुद्ने जाउँ गाह्रो छ यहाँ हेर्नु नि यहाँ जुत्ताको हालत बिजोग छ लास्टै पसिना आएर आम्बो अगाडि हो तारा दिने हो जाने हो ल्याम खाने हो लच्याङ गएर बजाङ अब ए हाम्रो बाजेहरू नै हुनुहुन्छ सबैजना चिटिक्क भएर लागिसक्यो गर्मीले चाहिँ बिजोग बनाइरहेको छ त्यही हो बटारमा चाहिँ एउटा गर्मी हुँदो रहेछ कहाँ नहुनु के भने आएको त केटाहरू अनि किन हो यस्तो सेलाइरा पानी खान्छौँ न हाम्रो चाहिँ यहाँ तिमी त झन् पुरानो नगरौँ यार
बिएलएसी के कालो यसो मनोरम दृश्यका साथ हामी जाँदैछौँ अहिलेलाई चाहिँ विश्राम लिउँ विद्युत 0 किलोमिटर गएर अब लच्याङबाट लच्याङ गएर लच्याङ गएर एकजना उठाएर ल्याउने हुँदै कुन चाहिँ सर हो भिडियो त कहाँ भ्लग हो नि भ्लग ब्लग भ्लग भन्छ कि यसलाई चाहिँ ल काका तपाईँलाई गर्मी कस्तो लागिरहेछ हाम्रो गाउँमा गर्मी कि यता गर्मी जाडो भएर पसिना आइरहेको छ नि त। खोइ जोन चामलिङ कहाँ जोन चामलिङ कन्सर्टमा जोन चामलिङले लिएर अब चर्च लाएर चाहिरहेछ मायाको गौ पानी मेरो पानी लिएर होस् नौ पानी छातीले तानेर थियो आफ्नै पानी थियो आफ्नै नेक्स्ट ब्रदर गर्मीले टिलिक्क भइरहेछ ग्याङ्गो बसको हुनु पर्यो ग्याङ्गो बसको हाम्रो ब्रान्ड बोस छ किन लगाइरहेको छ हाम्रो ब्रान्ड हो गाउँको हलान ब्रान्ड हलान ब्रान्ड ए ल अब चाहिँ भनौँ जे भन्नु छ भनौँ। के भन्नु चौगते बजार कटेर यता आइपुगिसक्यो हामी चाहिँ चौगते बजार खडेर उता लागिसकेको छौँ अब 1.5 घन्टा हो। अब 1.5 घन्टामा चाहिँ हामी गन्तव्यमा पुग्छौँ बाजे र मेरो चाहिँ भ्लग यहाँ कोची नै भइसक्यो बाजे यहाँ ऊ भएर अब स्यान्डविच आयो धुलो आयो सोइला के बन्ने हो बनिरहेको छ होइन छैला सुकुडी सेकुवा सबै अब फाइनल्ली अब हामी चाहिँ कालो पत्रे सडक छोडेर अब यो कच्ची सडकतिर लाग्नेछौँ 1 hour later. अलराइट गाइज फाइनल्ली हामी आइपुगिसकेका छौँ बिजोक छ ध्वस्त भइसक्यो जस्तै त भने होइन यो कच्ची बाटोमा चाहिँ साह्रै गाह्रो होइन ठाउँ चाहिँ बबाल तर यसो हेर्न चाहिँ रमाइलै हो यसो हेर्दा चाहिँ ल अब यहाँ आउनेलाई मात्र थाहा हुन्छ त्यो त बिजोक गाह्रो पो छ त हेलो बिग फ्यान बाजे बिग फ्यान बिजोक बिजोक भयो नि हेर न बल्ल यहाँ आइपुग्यो अझै 1 घन्टा छ रे यस्तो कच्ची बाटो अझै अनि ल यो त यसो रेस्ट गरे मात्र हो रेस्ट पो गरे अनि अब यहीँसम्म आइपुग्दा त अब चिलिम फर्किने भइसक्यो अब के होला यहाँसम्म आएको त यस्तो भइसक्यो त्यहाँ पुग्दा के होला भन्ने कुरा हो बिजोक पो छ त है यस्तो बिजोक गरेर यस्तो ठाउँ यहाँ बबाल देखिरहेछ है यहाँ हेलो गाइस लच्याङ जान नि गाह्रो छ हौ लच्याङै हो त यो लच्याङ त अघि आइपुगिसक्यो अनि सम्झे। केटाहरू जन्ती आएको बिजोग रमाइलो भइरहेछ कोही के कोही अब गर्मी त्यस्तै धुलो मैलो अनि हाम्रो आजको बेवालालाई पनि देखाउनु पर्यो नि त अनि सम्झे यता हेर्नु त हेर्नु न
अनि कस्तो भइरहेछ त अनि फिल बेहाल भइरहेछ बे भइरहेको जस्तो फिल भइरहेको छ होइन अब हामीलाई अघिसम्म साली ल्याउने लानी को हुनुहुन्छ हात उठाउनुहोस् साली त लानी हो नि पङ्जी होइन नि फेरि भएको जति सबै लिएर जाऊ अब यहाँबाट यसरी हेर्दा चाहिँ बबाललाई देखिरहेछ होइन सिन पनि बबाल देखिरहेछ कि तर यहाँ त आमामा ऊ त्यो पारी रोडबाट आउँदा त धुलो मैलो पछाडि लास्टमा बस्नेहरू त बिजोक खै यहाँतिर त ऊ त्यहाँ तलतिर मात्र घर यहाँतिर सबै छैन अम्बो बी फर बिजोक भयो आच 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 ल ल फम के भयो कसलाई त्यहाँ त नि दाइ ओ हेलो के भयो अनि कस्तो भइरहेछ त कस्तो हुने यात्राले बबाल बेजोक रमाइलो भइरहेको नि ल हाम्रो सपोर्टर भिलेन दाजु बिग ब्रदर लेट्स गो अझै कति टाइम लाग्छ एक डाँडा पारी त होला होइन त हो हजुर हो एकदम ऊ त्यो हेर्नुहोस् त ऊ त्यो डाँडा त्यहाँभन्दा मुनि त्यहाँबाट मुनि गएपछि पुग्छ ल त्यहाँ कहिले पुग्नु अब लाग्छ 1-1.5 घन्टा ओ माई गड जम्मा जम्मा हो जम्मा थोरै 1 घन्टा लाग्ने भइरहेछ यो त लाल भइरहेछ त भाइ बाबु अगाडि राखो त्यो ओए बाबु ओए सुत्छ के अगाडि छिराको हो बुढाबुढाहरूलाई अगाडि राख्दैन ख्यापमी अगाडि छिरायो त्यो मादन अगाडि पिउँछ रेङमा अगाडि बस्नु ल अब भिडियो बनाउने कुरा भएन होइन त्यही हो अब सिधै त्यहाँ पुगेर बाई बाई 1 hour later. अलराइट गाइज हामी चाहिँ आइपुगिसकेका छौँ फाइनल्ली ऊ त्यो छेउतिर होइन चट्ट हाम्रो साथीको बिहे सुन्नुपर्छ नि दिदीहरू त हाम्रो नेपाल यतै हो किन अनि पङ्झे फेरि हेलो भाइ आफै ध्यान त चलागा लाइन है झन् कस्तो भइरहेछ त कस्तो यहाँ झन्नै मरे तारो मेरो चाहिँ 50 रुपैयाँ छ फाइनल्ली आइपुग्यो काटिन्छ जमिदा सबैजना यता हुनु जागो यसो आइपुग्यो लच्याङ खाने हो बजाङ मजाले ल है यतिको चाहिँ हुनु पऱ्यो ल सर आउनुहोस् खाली छ अब गरम छ अब त्यस्तै हो होइन लच्याङ त हाँस्यो जी वा सल्ला डाँडा ल हौ बासु दोस्त आहा यतिको भएपछि झिङ्गा लाला ल बदिच यहाँ आइपुग्यो कस्तो फिल भइरहेछ कतिको खुसी भइरहेछ त नि एकदम होइन त यतिको हुनु पर्यो नि त
नाङ्गीमा ल धेरै यसो गर्मी सर्मी ल तल बस्या लसो फाइनली आइपुग्यो नि त हामी आहा दाजु ओ ब्रदर हेलो दाजु गाह्रो छ गाह्रो छ मेरो चाहिँ यहाँ ठ्याक्क टोकेर गाह्रो छ हो गाह्रो छ One eternity later. अलराइट फाइनली गाइज हामीले चाहिँ अब हाम्रो चाहिँ खानपिन पनि भइसकेको छ यहाँ आइपुगेको थियो हामी करिब 1 बजे त आइपुगेको थियो होला 9 त्यहाँबाट 9मा हिँड्यो भनेपछि 4 घन्टा लाग्यो 4 घन्टा जति करिब अब खानपिन भयो मैले चाहिँ खासै खाएन किनकि मैले एक डबका हान्थेँ हो नि त अनि भन्दै है फेरि अब यस्तै होइन ठाउँ चाहिँ बबाल रमाइलो लाग्यो तर हल्का अलि घामले चाहिँ लास्टै पोल्ने होइन अब दिउँसो भए भएर होला घाम पनि लास्टै चर्को अनि अब बाटो त त्यस्तै हो सबैको तर त एकदम बबाल अक्खावाला अब यहाँ के हुन्छ अब हेर्दै जाउँ गर्मीले चाहिँ अलि गाह्रो पार्ला त्यही हो Oi Jinje. ल अन्तिम एउटा हान्दियो हैन अब बिदाई गरेर जानी हो पियारी एउटालाई त तानेर लाने हो अब बिदाई गरेर जाने हो पियारी एउटालाई त तानेरै लाने हो साउको छोरो हे माया जिम्मलको नाति हो गर्लफ्रेन्ड जाबो कति हो साउको छोरो हे माया जिम्मलको नाति हो गर्लफ्रेन्ड जाबो कति हो सेतो सेतो हे माया कमेरो बाटो आउँछ नहिँडायो बाटो डेडली देख्यो नि त अनि दाइलाई त अनि ल घडा बनाएको छैन होला नि त टिकटकर बाइनी सन्चै छौ डेडली आयो नि त ल देखियो है देख्यो ल अब हामी अन्तिम चरणमा अब तानेर लगाउँ भने सबै आफन्त हो अब त्यो अब हामी चाहिँ होइन लाग्न लाग्यो चट्ट ल्याएर यहाँतिर अलिअलि गरम हे भैया गरम हे यहाँ छ कतिद्रमा देवता त ठाउँमा ऊ बनाएर रहेछ नि मैले चाहिँ अब त्यहाँतिरको सिन यसो रेकर्ड हान्न चाहिँ पाएन त्यही भएर अब चाहिँ अलि वातावरण मिलेन भनौँ न समथिङ अब चट्ट हामी चाहिँ यहाँ बसिराख्ने हो हाम्रो सवारी साधन हो त्यहाँ अगाडि छ भरि पनि अगाडि हिँड्दैछ साथीले त अनि डेडली ठाउँमा साथी हानेछ अनि
मजाले यार अब चट्ट उनीहरू नआउन्जेलसम्म चाहिँ हामी यहीँ बसेर हावा खाने होइन त हाम्रो सवारी साधन चाहिँ यहीँ छ हाम्रो चाहिँ अब ए हो सर चट्टा जाबा ब्रेलसाङ अब कहाँ हिँडिरा फेरि यहीँ छ त तलै गएर बस्ने हो र भने खोइ खोइ कहाँ आयो बस ए ऊ त्यहाँ माथि उसमा रहेछ त्यही हो अब फर्किनुपर्छ गाह्रो छ अलि बाटो चाहिँ गाह्रै रहेछ के गर्नु तर बस चाहिँ चल्दो रहेछ है गाइज भर्खर देखेँ होइन अब त्यही हो हाम्रो साथीहरू यहाँ बसिरहेछन् हामी नि अब एकछिन बसेर अब कतिखेर त्यहाँको रिचुअल अब कतिखेर सकिन्छ त्यही अब फर्किने चाँजो पाँजो मिलाएर फर्किने छौँ पारा लेट्स गो ब्लर हाजिन्छ यार क्यामेरन हामी सबैजना म त सबभन्दा अगाडि के गर्नु खोइ त पारा डेडली दिनु पर्यो नि त डेडली बस नेक्स्ट लेभल थिङ्क भएछ आई लभ यु है आई लभ यु आई लभ यु दिदी बहिनी फेरि दिदी बहिनी हो नि फेरि बाँकी छ दाजुभाइ आउने फायर हाम्रो फेरि केटाहरू फाइनल्ली गाइज हामी चाहिँ अब हाम्रो गन्तव्यतिर फेरि लाग्न लागेको छौँ होइन चट्ट लगाएर अब हाम्रो पछाडि केटाहरू ग्याङ अब घरतिर हो होइन त्यस्तै हो गर्मी ल सब ओ माई गड अब त्यो अरू भने त्यस्तै हो अब सरर लाग्ने हो यसो भ्यूहरू त देख्न पाउँदैन होला किनकि यहाँ अब बिहान पो सपोर्टर थियो यहाँ समात्ने मान्छे थियो र अब यसो भिडियो बनाएको अब चाहिँ देखाइँदैन सिधै घरतिर लागिन्छ होला सायद हाम्रो यहाँ अझै चलिरहेछ चल्दैछ तर हामी चाहिँ बसिसक्यो त्यही हो अब हालत खराब गाइज फाइनल्ली गाइज बल्ल तल्ल 4 घन्टा पछि हामी चाहिँ ठ्याक्कै अमारे खोलामा छौँ अब बाँकी टोलीहरू उता छन् हामी चाहिँ यता पुलतिर चट्ट होइन यसो आराम गरिरहेको अब थकाइ लोड लगाइरहेछ भोलि के गर्ने थाहा छैन अब साथीको साथी घरमा जानुपर्ने गाह्रो छ तर खै ठेगान चाहिँ छैन
यहाँ इन्डिङ हाने पनि अब त्यहाँको क्लिप चाहिँ हाल्न नि सक्छु गयो भने तर के गर्ने खै हेरौँ माथि पुगेपछि डिसाइड हुन्छ त्यसैले यो भिडियो चाहिँ धेरै लम्ब्याउने चाहिँ मन लागेन अब त्यस्तै हो 2 दिनको जिन्दगीमा अब रमाइलो हान्नुपर्छ अब 12 फेब्रुअरी गयो भने खासै अरू त केही भन्नु छैन ल गाइज आजको लागि भिडियो यति नै बाई बाई